आज चाहिँ हामी सबैजना मिलेर माछा मार्नतिर लाग्यौँ। हेल्लो 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 गाइस, के छ? सन्चै हुनुहुन्छ नि? जाँदा जाँदै हामी एक ठाउँमा पुगेर केटाहरू लास हाँस्न थालेको कुरा गरेर हाँस्दा हाँस्दै हामी तलतिर लाग्यौँ। तलतिर जाँदै थिएँ हामी। जाँदा जाँदा हामी तल खोलामा पनि फाइनली पुगिसक्यो। हेर्नु न, खोला चाहिँ यस्तो छ है। यस्तो खोलामा हामीले फेरि छेकेर माछा साछा पनि समाउन थालिसक्यो। यो माछा चाहिँ हाम्रोतिर चाहिँ यस्तो चेपा मात्र पाउँछ नि त, अरू माछाहरू पाउँदैन है। यही भए पनि त्यति साह्रो पनि पाउँदैन कि फेरि यो पनि एक ठाउँमा चाहिँ फेरि हेर्नु न कति धेरै रहेछ कि माछा। फेरि आमा कति धेरै माछा रहेछ भन्दा भन्दै हेर्नु त्यहाँ कति धेरै समाएको, एक ठाउँमैबाट समाएको है। यो चाहिँ समाउँदा हामी माथितिर केटाहरू खोज्दैछन् है। यहाँ चाहिँ फेरि केटाहरू खोज्दा फेरि ढुङ्गा पलाउनु लाग्यो। हेर नि केटाहरूले ढुङ्गा पलाउनु नसकेर पतक पतक भइरहेछ है। अनि यसो गर्दा गर्दै हामी यो चाहिँ अन्तिम लास्ट हो नि त हाम्रो, यो घर जाने बेला नि भयो। सो सबैजना फाइनली नुहाएर घर लाग्यौँ। बाई।